मेरो यहाँ खोलामा के भन्नुभयो नि समुद्रमा लैजान डाइरेक्ट भन्दा हुन्थ्यो शर्मिला दिदी अस्ति माला बहिनीले भिडियो पठाएको थियो ठ्याक्कै जय मसी जय मसी जय मसी के हुनुहुन्छ नम्बरको भजनलाई सबैजना फेरि पनि नाच्नेछौँ है त
साइप्रस लिमासोल हो। हामी डेनमार्कदेखि यहाँ एक हप्ताको लागि हामी घुम्न आएका थियौँ। तपाईँले साइप्रसको लिमासोल हेर्न सक्नुहुन्छ। यो हेर्दै गर्दाखेरि यहाँको वेदर चाहिँ एकदमै गर्मी छ, नेपालको जस्तै। अहिले लगभग 34-35 डिग्री सेल्सियस छ। अनि लिमासोल एकदमै राम्रो ठाउँ, समुद्रको किनार रहेको छ। हामी भर्खरै बिहानको ब्रेकफास्ट गरेर होटलदेखि बाहिर निस्किएका छौँ। अनि तपाईँ देख्न सक्नुहुन्छ ठुल्ठुलो बिल्डिङहरू, अनि निकै नै राम्रो रहेको छ। यस, अनि हामी यहाँ 3 जना, म हाम्रो भान्जा मामा पछाडिबाट आउँदै हुनुहुन्छ। हामी यसरी बिहानै हिँडेर हामी घुम्दैछौँ है त। ल, तपाईँहरू पनि इन्जोय गर्नुहोस्, यहाँको घरहरू हेर्नुहोस्, यहाँको बनावटहरू, यहाँको अवस्थाहरू हेर्न सक्नुहुन्छ। यस, ल हेर्नुहोस् यहाँ अग्लो बिल्डिङ, यहाँ घर, सुन्दर घर। यो चाहिँ के रहेछ? घरै रहेछ होइन। लर्ड्स क्यामेला गार्डन रहेछ यो। राम्रो छ है त। ल, यो चाहिँ नि साइप्रस बिल्डिङ, ठुलो बिल्डिङ देख्यौँ। अब हामी सायद समुद्रको किनारतिर जान्छौँ। निकै नै राम्रो ठाउँ रहेको छ। ग्रिकमा लेखिएको छ, इङ्ग्लिसमा लेखिएको छ टेक अवे भनेर। बिस्तारै बिस्तारै हामी घुम्नेछौँ। ल, यो हेरौँ, यो साइप्रसको लिमासोल यसरी हिँडिरहेका छौँ। यसरी मामा यहाँ छ, भान्जा यहाँ छ। चाहिँ नि लिमासोलको अब पार्कतिर हामी जाँदैछौँ। यहाँ घर बनाउने कामहरू भइरहेको छ, ठुलो ठुलो बिल्डिङ। गजबको लाग्यो बिल्डिङ। हाईवे चाहिँ देखाइदिनु भयो। ए गर्मी छ। ल प्रियहरू, हामी फेरि पनि लिमासोलमा नै छौँ। हामी हिँडेर घुमिरहेका छौँ। हाम्रो मामा निकै नै गर्मी छ, सायद 35-36 डिग्री होला अहिले। बाहिर हिँड्न निकै नै गाह्रो रहेछ। तर हेर्नुहोस्, त्यस्तो मजाको ठाउँ, रमाइलो चाहिँ रमाइलो रहेछ। जति नै गर्मी भए पनि
गर्मी भुलाउन सक्ने खालको ठाउँ रहेछ। तपाईँले हेर्न सक्नुहुन्छ यो लिमासोल यस्तो मजाको छ। हामी चाहिँ नि घाम छेल्दै हिँडिरहेका छौँ। हाम्रो मामा हिँड्दै हुनुहुन्छ उहाँ पर तपाईँको डाँडा अलिकति जुम गरेर तपाईँहरूलाई देखाउने कोसिस गर्छु। यहाँ पर पुरा यो घर पनि गजबकै लाग्यो मलाई त। तपाईँको बाइकरहरू ल यहाँ यस्तो पनि रहेछ। यसुसँगको हिँडाइ अति नै रमाइलो, यसुसँगको हिँडाइ अति नै रमाइलो, यसुसँगको बोलाइ झन्। अफ गर्मी गर्मी गर्मी। यता हाम्रो भान्जा हिरो बनेर आउँदैछ। ल है रमाइलो छ। साइप्रस चाहिँ नि घुम्न आउने ठाउँ छ, एकदमै राम्रो सुन्दर ठाउँ, सबै कुराहरू एकदमै असल। ल हेर्नुहोस्, ल प्रभुलाई धन्यवाद भएको होस्। माथि डाँडा काँडा चाहिँ अझै देखिएन, माथि डाँडा काँडा पनि रहेछ। मजाको ठाउँ रहेछ यो राउन्ड खोसल। तर राउन्ड खोसलमा चाहिँ नि हामी चाहिँ नि राइटबाट कुद्छौँ, यिनीहरू चाहिँ नि देब्रेबाट कुद्नु पर्दो रहेछ। ठ्याक्कै नेपालको जस्तो गाडीको स्ट्रिङ साइडहरू चाहिँ नेपालको जस्तो हो, देब्रेबाट हिँड्नुपर्ने। युरोपसँग चाहिँ नि अलिकति मेल नखाँदो रहेछ, सायद यो एसिया कन्ट्री भएको कारणले पनि होला। ल है त मामा देखिनु भएन त। माला बहिनी ल माला बहिनीको घरमा खूबसूरत सफर है, जानता तुमों में तेरे रख दूं तुझे भी मुझसे प्यार है, मेरा रास्ता तू अब तो तू ही